सम्पूर्णमा नमस्कार। म धीरज छेत्री हजुरहरूको समक्षमा स्वरचित कविता वाचन गर्न लागिरहेको छु र यो कविता माता तीर्थ औँसीको शुभलक्ष्यमा मेरा ममतामयी कर्म दिने आमाहरूको निमित्त। र मेरो कविताको शीर्षक छ कर्म दिने आमा भाग 2। आज म ती आमाको कथा लेख्दैछु। आज म ती आमाको कथा लेख्दैछु जसले जन्म त दिएनन् तर कर्म दिई जीवन दिए, कर्म दिई जीवन दिए। ती आमा जसले मेरो जीवनलाई धन्य पारे, ती आमा म सानो हुँदा मलाई उहाँको पुत्र जस्तो गरी राखे। म बढ्दै गई, उहाँले मलाई कर्म दिँदै जानुभयो। म अँध्यारो जग्गामा जाँदा उहाँले मलाई उज्यालो प्रदान गर्नुभयो। म उहाँ बिना अधुरो छु, म उहाँ बिना केही छुइनँ। उहाँ नै मेरो सर्वस्व हुनुहुन्छ। जसरी मन्दिरमा भगवान बिना ती मन्दिर अधुरो हुन्छ, त्यस्तै गरी कर्म दिने आमा बिना मेरो जीवन अधुरो छ। किनकि म गर्वले भन्छु, मेरो कर्म दिने आमा नै महान हुन्। मेरा ती कविताका हरेक शब्दमा मेरा ती आमा हुनुहुन्छ। मेरा कथाका हरेक पात्रहरूमा मेरा ती कर्म दिने आमा हुनुहुन्छ। बिना स्वार्थले मलाई पाले, बिना स्वार्थले मलाई आज यो संसार चिनाउने बनाए। ती कर्म दिने आमालाई म कसरी भुल्न सक्छु। म हेर्छु, म देख्छु यहाँ आफूले जन्माएको छोरालाई उहाँको आमाले जति माया गर्छ, मलाई पनि मेरो कर्म दिने आमाले त्योभन्दा बढी माया गर्छ। म गर्वले भन्छु कि मलाई कर्म दिने आमाले आफ्नो छोराभन्दा बढी माया गर्छ। आज म एउटा सत्य बोल्न चाहन्छु, रगतले होइन मायाले साँचो सम्बन्ध बन्दो रहेछ। जन्म दिने आमा त भाग्यले टाढा भयो, तर जिन्दगी दिने आमा तिमी भयो। मलाई कर्म दिएर मेरो प्राणदाता तिमी भयो। मलाई शिक्षा दिएर मेरी गुरु तिमी भयो। आमा दैवको लीला भन्छ यो संसार। आमा दैवको लीला भन्छ यो संसार। साँच्चै दैव रहेछ मैले माने, मैले तिमी जस्तो आमा पाएँ। अहिले पनि मलाई लाग्छ तिमीले मलाई जीवनको सारा सुख दिएको छौ। बाँकी मलाई अरू कसैले दिनु सक्दैन थियो आमा। तिमीले कठिन दुःखमा पनि मलाई अहुल सुख दिएका छौ। तिमीले मलाई मेरो छत्र भनेर तिमी हाँसो भएका छौ आमा। मेरो कर्म दिने आमा, मेरो जीवनका हरेक दुःखमा तिमी नै मलाई साथ दिन्छौ, थाहा छ आमा। म ठुलो पनि हुँदैछु, मलाई धेरै जीवनको सिक पनि आउँदैछ, तर आमा जीवनको सिकसँगै मेरो कर्म दिने आमा तिमी छौ जीवनको ज्योतिर्मय उज्यालो। आमा म घामको एउटा सानो किरण हुँ, तर तिमी घाम हौ। आमा म सधैँभरि तिम्रो गुण गाइरहन्छु। कर्म दिएर मलाई आज यस संसारको सारा सुख दिएका छौ आमा। भगवानले पनि जीवनमा धेरै सुख दिए आमा। भगवानले पनि जीवनमा धेरै सुख दिए, तर ती भगवान तिमी नै थियौ आमा। तर ती भगवान तिमी नै थियौ आमा। भनिन्छ नाता नै सबैभन्दा ठुलो तागत हो, तर तिमी र मेरो नाता एउटा उदाहरण हो आमा। मलाई कुनै कुरोको चिन्ता छैन आमा, तर दैवले यो आमा र छोराको मायामा नजर नलगाओस्। तर दैवले यो आमा र छोराको मायामा नजर नलगाओस्। जीवन विचित्रमय छ आमा, तर ती विचित्रमय जीवनमा तिमी मेरो महादेवी दुर्गा हौ। तिमी मेरो लक्ष्मी देवी हौ।
तिमी मेरो विद्या दिने सरस्वती देवी, तिमी नै सब थोक, तिमी नै मेरो जन्म दिने आमा हौ भनिन्छ। कुपुत्र हुँदैन, कुपुत्र हुन्छ आमा तर कुमाता हुँदैन। मेरी आमा, तिमी संसारकी सबैभन्दा ममतामय मेरो कर्म दिने आमा हौ। तिमी सबैभन्दा ममतामय मेरो कर्म दिने आमा हौ। मेरा कर्म दिने आमाहरूप्रति नमन।